सबैलाई नयाँ ब्लगमा स्वागत छ हैन। आज चाहिँ हामी चाहिँ हैन यहाँ दाउरा टिप्न जान लाग्यो। यहाँ रमिला छ, यहाँ चाहिँ खोइ मनिका ची छ, त्यस रमिलाको भाइ छ, अनि हाम्रो मन्दिर छ। अनि हेर्नु न गाइस, यहाँ फुल कति धेरै छ। तपाईहरुले चाहियो भने रमिलाको घरमा माग्न आउनु है। अनि गाइस मैले एउटा टिपेर हैन टक्कै हानेर लगाइसके। गाइस रमिलाको भाइ चाहिँ आउँदै छ पछि। रमिला चाहिँ हाई गर्दै रमिला जी। गाइस हामी चाहिँ उसमा जग्गाले जान्ने छ। उ चाहिँ रमिलाको भाइ हो, फुल झार्यो गाइस। रमिलाको घरमा फुल माग्न आउनु, मेरो घर पनि आउनु, मेरो घरमै छ हैन रमिला जी। मेरो घरमा फुल छैन, मैले रमिलाको फुल चोरेर यहाँ लाग्यो। सबै दिदीको घरमा चाहिँ कति छ क्या है गाइस। हाम्रो राजन भाइ चाहिँ एक सर्ट लड्यो मनिका जी। गाइस म चाहिँ घाँस काट्न हो, यिनीहरू दाउरा काट्न हो। हाम्रो घरमा चाहिँ दाउरा लोड छ, त्यसैले घाँस मात्र काटेर छ। मनिका चाहिँ दाउरा खोज्न जाँदैछु। गाइस सकेसम्म हामीले छोटो गर्न सक्छौँ होला, किनकि मेरो मोबाइलमा चार्ज छैन। हैन गाइस मनिका हाई गर्दैन, लडेको है तिमी। मान्छेहरू लोड छ कि क्या हो यार। म चाहिँ घाँस खान आएको, यिनीहरू चाहिँ दाउरा काट्न आएको। गाइस हामी चाहिँ भिरमा जानलाई गाइस मान्छे लोड छ रहेछ त्यहाँनिर। गाइस त्यहाँनिर चाहिँ एउटा ममहरू आएको रहेछ लोड धेरै घाँस निकाल्दै। यहाँ त बाख्रा पनि चोर्दो रहेछ गाइस। यहाँ बाख्रा आएको रहेछ होइन मान्छेहरू। हामी चाहिँ यहाँ छ गाइस, यहाँ बाख्राहरू पनि छ। हाम्रो भ्लग चाहिँ लास्टसम्म हेरिदिनु होला। गाइस यहाँ चाहिँ यत्रो मान्छेहरू छ। गाइस हामी आइपुग्छौँ। ओइ रमिला हामी चाहिँ यहाँनिर होइन, यहाँ यति घाँस काटिसक्यो, यिनीहरूले दाउरा खोज्दैछ। ओइ हाई गर्दैन यार गाइस यस्तोतिर होइन रमिला जी। गाइस होइन यस्तो दामी छ यार गाइस। हामी चाहिँ यहाँतिर आइपुगिसक्यो। कोही मान्छे माथितिर छ यार गाइस। तिनीहरू टुप्पोमा छ, म यहाँ माथि जाँदैछु। म चाहिँ घाँस काट्दै थियो। त्यस्तो नभने यार भ्लगमा यार, त्यस्तो भनेर कहाँ हुन्छ यार गाइस। गाइस माइन्ड गर्नु होला त्यो भाइको बोली, त्यस्तै छ भाइ। गाइस यस्तोतिर जानु छ गाइस। रमिला बच्चा मलाई गाइस यहाँ माथि चढिसक्यो म चाहिँ। हेलो कोही फेरि आउन नसकेर धेरै उति भएर क्या। कहाँ खोइ अरू चाहिँ उताबाट आइसक्यो। म चाहिँ यता छु। बारी पुग्यो है तिमीहरूलाई? अम्मा गाइस तिनीहरू पुग्दैछु, म यस्तो काट्दैछु होइन। अब बारी पुगेपछि मात्र तपाईँलाई भ्लग उति गर्छु, खोल्छु। बाई गइसक्यो। हामी चाहिँ यहाँ छ गाइस। मेरो झन् यति थो रहेछ। लहरा बनाउँदैछु होइन, लहरा उति गर्दैछु बाँध्नको लागि यसरी। रमिला चाहिँ घर गइसक्यो होइन। मेरो चाहिँ भर्खर एक मुठो हुँदैछ, अनि यहाँ अलिकति छ। मनिको उता गएको छ दाउरा काट्न। म चाहिँ अब अलिकति घाँस खाने हो। पुग्छ गाइस उठातिर छ त्यो चाहिँ देख्दै गाइस। काट्दैछ मनिका बनाइछु। हेलो मनिका चाहिँ के छ? म चाहिँ तान्न गएको अहिलेको लागि बाहिर। हामी चाहिँ होइन फर्किन लाग्यो। यहाँ पाखामा आएको थियो मनिका र म मात्र भयो। डर लाग्यो गाइस। कस्तो बाटो छ। मनिका जी हाई गरिदिनु। तर मेरो हातभरि दाउरा गर्न मिल्दैन गाइस। के भयो गाइस? मनिकाको चाहिँ होइन उयो झारेर उति गरेको। हामी चाहिँ गएको हो। यो भ्लग चाहिँ लास्टसम्म हेर्नु पर्यो गाइस। हो क्या मनिका जी? हो भने एकदमै फन्नी
हामी चाहिँ अब घर फर्किनु पर्ला जस्तो लाग्यो यहाँनिर फोक्सो दाउरा छ त भाइ ए फोक्सो होइन क्या राम्रै दाउरा फोक्सो रहेछ आया मरे गाइस मरे मेरो हात गलेर म मेरो बुढाले बोलाइदिनु नि क्या त हामीले यहाँ राखेको थियो मेरो यति भयो मन गएको त्यहाँनिर छ ल्याउँदैछ राति भइसक्यो यार हामी दिउँसो आएको मान्छे मेरो त 2 मुठा भयो मैले त्यहाँनिर मैले त्यहाँ हाल्दैछ अब चाहिँ भारी हाल्नु पऱ्यो गाई त्यस्तो पाखे भएर हामी ए कालो खुट्टा मनिका चाहिँ के छ अब हामी घर जाने बेला मात्र देखाउँछु अहिले बाई यति मात्र भन्नु है घर जानु लागेको मनिकाको दौरा यहाँ छ मेरो घाँस यहाँ छ थोरै छ मनिकाले हाल्दैछ गाई हामी चाहिँ जान लागेर होइन घर जान लागेर मनिका हाँसेर मन लाग्छ मनिका चाहिँ किन हाँस्नु भयो र हामी चाहिँ फर्केको घर बाटो जाँदैछु दाउराहरू बोकेर घाँस बोकेर दाउरा लपर्ने लास्टसम्म हेरिदिनु होला भन्न चाहन्छु होइन भ्लग बनाउन आउँदैन फर्स्ट टाइम हुन्छ गाइजु यस्तो बाटो सो गाइज होइन अब जस्तो गरेर जानु पर्यो कहाँ खुर्बा देखेर त आइज र यता अलि भित्र हालेको होइन नि तेरो बाउले माथि हालेको त बोतल यहाँ रहेछ बेटे ग्यास उसको चाहिँ तान्छु कि तान्छु भ्लगभरि ग्यास यहाँ हन्डो चढ्दैन के भन्छ रे उकालो के भन्छ रे माथि चढ्नलाई उकालो चढ्न सके छैन निकाले लाग्छ के के फेरि त भ्लग बनाएको नि अनि फेरि बेच्दैन जाने क्याच मनिकाले बेच्यो यस्तो अहिले माथि पुगेपछि देखाउँछु ग्यास मैले बिनिताले बट्टीमा दिएको काठा भएको थियो बिनिताजी आइएम सो सरी भारी पक्कै थियो कस्तो भनेर कस्तो भएको थियो कि अनि मैले हातमा लन्जाइले बाँधेको भयो यस्तो माथि पुगेपछि देखाउँछु है क्याच मनिका तलबाट आउँदैछ हामी तलबाट आएको तल्ला मनिका क्याच मनिका आउँदैछ बोक्न नसकी हामी चाहिँ मजा हाल्नुहुँदैछ यसले चाहिँ गरुङ्गो छ हरियो छ यसको चाहिँ हामी चाहिँ पुग्न लागिसक्यो माथि तल्लोबाट आएको बुढा पुरो नराम्रो भयो पढ्ने कहिले होइन पढेर भविष्य बनाउने बुढो बसेर अहिले मेरो भविष्य हेरेर भनेको क्या है गेट माथि पुग्यो है बल्ल हामी चाहिँ माथि आइपुगिसक्यो बारीतिर छोया गएछ हामी मनिकाजी कस्तो गरिनु हुनु फुट पनि बन्द पर्छ बारीमा हिँड्दैछ हामी जाँदैछु आजको लागि यति अब न्यू भ्लग कहिले आउँछ थाहा छैन आजको लागि यति एन्ड बाई